सस्पेन्सन ब्रिज कष्टकर छ कि है मलाई जम्मा लाग्दैन है मान्छेहरू यार त गरेर यस्तै मान्छेहरूले झन् चाँडो प्रगति गर्छ त्यही हो मान्छेहरूले म एकचोटि त बुटोलमा छ कि एउटा पुल यार एउटा यस्तो खतम पुल त आधी गएको बाबु र म त्यो बाटो हिँडिहाल्यौँ सानै हुँदा बाबुलाई बुटोल लिएर गएको बुटोलमा पिकनिक बस्न जान्छौँ कि फुलबारी लिएर गएको खालि जोडी मात्रै कति होला है यो कति लगानी होला कि यत्रो हो कता पुल निस्किने बाटो होला नि किन नहुने घर त अनि यो पुलमा मान्छे हिँडेर हिँड्छ नि थाहा भयो स्कुल जानु पर्यो नि त्यो पुलबाट नि यो तार जाने हो क्या निस्किने ठाउँ छ र छैन क्या खै एकपल्ट हेर निस्किन्छ भने निस्किहाल्छ त्यो बाटो निस्क्यो भने त सकिगयो नि त्यहाँबाट चढेर जाने हो ट्राई हान्ने नि त ट्राई छ रहेछ गइदिउँ चिप्लिँदैन है सर यस्तोमा त हिँडेको हो आइपुगेको त माने भन्ज्याङ ल है ल है ल है ल है चिप्ले ल चिप्ले ल ल है ल है ल है ल है माने भन्ज्याङ आइपुग्यो माने भन्ज्याङ गाउँपालिका जस्ता पनि होइन कि बिचरा ड्रमको थिचेर कहाँ जाने बनायो बाटो पनि कता जाने बाटो हो यो पनि कहाँ निस्किन्छ यो बाटो कता निस्कन्छ यो बाटो के त चाहिँ दुधकुण्ड हो ए दुधकुण्ड भनेपछि दुधकोशी हो मुहान दुधकुण्ड लिम्बुवान किराँतवान खाना अब त भयो खानु जानुपर्छ अब होटलमा भनेपछि त्यो त्यतातिरको विद्यार्थीलाई मात्रै रहेछ क्या त्यो हजुर त्यतैको विद्यार्थीलाई रहेछ क्या यही होला कि त्यहाँको झरी होला उ त्यहाँ माथिसँग कि वारीको जान्न होला नि तर वारीको नि स्कुल छैन होला छैन यही हो नत्र इत्रुलाई मात्रै किन एउटा स्कुल दिन्थ्यो र 34 सालदेखिको रहेछ फेरि त्यति पुरानो गरे बाहुनी डाँडा बाहुनी डाँडा अब त पाक्यो होला खाना अब त पाक्यो त्यहाँ गएर बस्ने होइन अत्याउने हात खाने अनि गयो जाने हो हिँड्न त तर्का बुढाबुढी मात्रै हुने र सर्ट हिँड्ने भने चाहिँ तैँले हुन्छ मोटरसाइकलमा गर्छ